American rice. Sorry. Oh, sorry. हाँ के हो यो हाँ कसको बल हो यो खत्रै छ त भेट्टाको माल गजीमा हाल Woi, tau ini semua TV हेर्दै बसिरहेछस् म यहाँ काका पनि लिएर आइसक्यो त अहिलेसम्म TV हेर्दै बसिरहेछु हुन्छ ल ओइ यो कोकले राख्छु त्यो ग्लासमा हालेर ल्याएछ त्यसको लागि ग्लासहरू परेन के ग्लास छ त्यसको लागि घरमा अझै गर्नु परेन तर भाडा झिक्या छु न त्यो जुत्ता ल्याएर भाडा छ हाम्रो जा साले एक नम्बरको अल्छी भएको छ त्यो भाडा चाहिँ अनमास दूर रहना अब भागो आओ मेरा शेर हम कहाँ हैं क्या हवा है इस बार अबे केही त राम्रो आइजे बिंगो सोचुवा ब्लैक मांबा 噂が一人歩きしてるみ I know you feel you must It is kind of interesting. Thank you. Oh. Walk away.
Huh? 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 के हो भर्खर त म घरमा थियो होइन म यहाँ कसरी आइपुगेँ काहीँ म सबैलाई देखिरहेको छैन होइन तर म यहाँ चाहिँ कसरी पुग्यो फेरि म यहाँ चाहिँ कसरी आइपुग्यो यो त बसन्तपुर दरबार स्क्वायर होइन हो नि यार तर म यहाँ चाहिँ कसरी आइपुग्यो काहीँ म यही बलको कारणले त के साँच्ची के हनुमान ढोकै हो र एकचोटि एक्सप्लोर हान्नु पर्यो यार फ्रीको मालो हाँ 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 अब यहाँ त पुरा हतियारको छ त के हो हेलो कोही छ हेलो हेलो के हो यार कोही पनि छैन क्या हो एरियामा यदि म याद गरौँ भने जतिखेर पनि म ट्रान्सफर भएको थिएँ तब के भएको थियो मेरो हातबाट बल खसेको थियो तर मैले यो बललाई त धेरैचोटि उठाएको त तर एकचोटि पनि म ट्रान्सफर गरेन तर बल झन्न साथमा ट्रान्सफर भयो क्या कारण के होला तर यो कुरा त पक्कै हो कि म यो बलकै कारणले नै ट्रान्सफर भइरहेको छु मिन्स कि यो बल जतिखेर यसले ग्राउन्डलाई टच गर्छ आई थिङ्क फ्रम एप्रोप्रिएट हाइट त्यतिखेर मात्रै म ट्रान्सफर हुन सक्छु मिनिङ कि एउटा टेलिपोर्टेसन डिभाइस हो तर के म साँच्चीकै ट्रान्सफर गर्न सक्छ एकचोटि डेली अरू कुनै उपाय पनि छैन
ओके नेचर ब्लिच सायद यही साँचो होस् नत्र मसँग अरू कुनै उपाय पनि छैन ओके अब यो समय अब टेलिपोर्टेसन प्लिज काय भयो फेरि साले आज दिनभरि डुलेको डुले हुन्छ कि क्या हो म स्वर्ग आइपुगेँ कि क्या हो होइन यो स्वर्ग जस्तो त देखिँदैन तिमीसँग अनि भाइ चिनिन नि मैले त म नजिकै मान्छे हो दिदी टाढाको मान्छे त पक्का होइन तपाईँलाई बोलाइरहेको छ पारा हो कि यो साले यहाँपट्टि म कुन ठाउँमा छु कुन एरियामा छु यहाँको थाहा पनि पाउँदैन यहाँ के पारा हो यहाँ फेरि बल युज गरौँ भन्दाखेरि यो बलले कहाँ पुगाउँछ त्यो पनि थाहा छैन बरु म हिँडेरै घरसम्म पुग्छु तर यो पनि थाहा छैन म कुन एरियामा छु न त यहाँ कुनै पसलै देख्छ न त यहाँपट्टि कुनै साइनबोर्डै देख्छ साले कसैले साथ दिएको भए कि कोही साथी भेटेको भए पनि हुन्थ्यो नि ओ दाइ के गर्नु भएको कसले बोला के गर्दै हो यता अबे यो यहाँ के हेरेको छु बे अबे भगवानले मेरो कुरा सुन्थ्यो भने त सुनिदिरहेको बे अनि दाइ गोदावरी चाहिँ किन आउनु भएको नि घुम्नलाई अनि दाइ तपाईँले गोदावरी पनि घुम्नु भयो त भाइ बिहानदेखि घुमेको घुमे नै छु अनि तपाईँलाई हाइवेसम्म बाटो थाहा छैन है तपाईँलाई त थाहा छ नि ल थाहा नि दाइ ल दाइ एकैछिनमा पहिला आफ्नो काम सघाउँछु अनि त्यहाँबाट तपाईँलाई छोडिदिन्छु नि ल भाइ त्यसलाई गिफ्ट चाहिँदैन दाइ अब निलाई के दि धेरै दाइ बच्चा र बस्छ खेल्नलाई चाहिँदैन मलाई ल दाइ मेरो पनि काम सकियो अनि दाइ म तपाईँलाई अघिदेखि हेरेको छु तपाईँलाई खाली खुट्टामा हिँड्नु भइरहेको छ खाली खुट्टामा बेसी वाक्क नगर्न भाइ अनि भन् त यो गोदावरी एरियातिर सबै चिज ठिकै छ नि ठिक छ
यो आवाज चाहिँ के को हो? ओ भाइ, अब हामी यो कुकुरदेखि चाहिँ कसरी बस्नु भन्न? भन्न के भाइ? अबे यो कहाँ भाइ? भाइ के हेर्नु भइरहेको छिर्दौडी छिर्नु सालो त डालो काट्छु बे। सेरू टमी खैरे Run. होइन दादा सक्यो क्या हो मैले दादा भाग्नु भनेको नि यार फेरि कहाँ आइपुग्यो? कुन ठाउँ हो? फेरि कुन ठाउँमा आएर पड्कायो मलाई यसले? होइन यो कुन ठाउँ हो? साले यो त पाटन दरबार रहेछ। होइन यो साँच्चीकै पाटन दरबारै हो र? प्लिज प्लिज बलदेवता हो कि क्या हो? प्लिज मलाई घरसम्म चाहिँ पुगाइदिनुहोस् कि प्लिज प्लिज म तपाईँलाई भगवान् भन्छु प्लिज प्लिज मलाई भगवान् भन्छु प्लिज मलाई घरसम्म पुगाइदिनु प्लिज के प्लिज 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 बलदेवता प्लिज मलाई घरमा ट्रान्सफर गरिदिनु कि मलाई यहाँ आफ्नो घरको साह्रै याद आइरहेको छ प्लिज के प्लिज प्लिज बलदेवता हो कि के हो? प्लिज मलाई घरसम्म चाहिँ पुगाइदिनु कि प्लिज के प्लिज। ओ भाइ ओ भाइ तिम्रो दिमाग खुसी छ के हो यार? जे गरे भने तले के निक्ला एउटा ओला साला घरै घर डिजे यो मान्छे घरै घर म चाहिँ किन उताबाट गइरहेको? बोला चाहिँ कहाँ गएछ त्यहाँ भनेर? प्लिज पहिला सुरु बसन्तपुर त्यसपछि पाटन दरबार अब त तैँले मलाई साङ्गासम्म लिएर आइस। अब यही हिसाबले त तैँले मलाई काठमाडौँबाट सिधा इन्डिया पुग्नु नि बेर लाग्दो प्लिज प्लिज।
अब फेरि तैँले मलाई त्यही ठाउँमा लिएर आइस फेरि कहाँ आइपुग्यो यहाँ त एउटा बच्चा बसित रहेछ नि यहाँ कसको बेबी हो यो साह्रै क्युट पो छ त कहाँबाट बिर्दा चिज म ऊ ध्यान बोलाएको अब फेरि कहाँ आइपुग्यो फेरि कहाँ आइपुग्यो हेलो नानी Sorry. Thank you, सबैलाई कसले ढिलाउनु साथीहरू पनि अलिकति भए पनि राख्नु। Wait, रुक